इन्सर्ट हाउ टु क्रिएट सर्ट भिडियो इन इन्सर्ट एप। इन्सर्ट एपबाट चाहिँ हामी कसरी सर्ट भिडियो क्रिएट गर्न सक्छौँ, यो चाहिँ धेरैजना साथीले सोधिरहनु भएको छ र यसमा चाहिँ रेसियो हामीहरूले चुन्नुपर्ने हुन्छ। रेसियो चुनेर मात्रै रेसियोलाई चुज गरेर मात्रै हामी इन्सर्ट भिडियोमा सर्ट भिडियो बनाउन सक्छौँ। नभएदेखि हाम्रो फेरि पनि यो लङ भिडियो 16:9 नै जान्छ र 16:9 हाम्रो युट्युब साइटमा जान्छ भनेदेखि 9:16 मा हामीले तल रेसियो चुज गरेर हामी लामो खालको फुलमा सर्ट भिडियो बनाउन सक्छौँ। यो कसरी बनाउने, अब हामी लाग्छौँ सरासर मोबाइलको स्क्रिनतिर है त। मोबाइलको स्क्रिनतिर लाग्नुभन्दा पहिले इन्सर्ट एप चाहिँ एकदम राम्रो एप्स र युट्युबसँग कनेक्टिभ र युट्युबसँग सम्बन्धित एप्स भने हो र यसमा अलिकति डिफ्रेन्ट गाह्रो के छ भनेदेखि हामीहरूले एउटा ओरिजिनल भिडियो लगाएपछि यसमा हामी लेयर अथवा क्यापकटमा लेयर भन्छ, यसमा चाहिँ पिआइपी भन्छ। पिआइपी लगाइसकेपछि त्यो ओरिजिनल भिडियो र पिआइपी भिडियो एकैसाथ हामी हेर्न सक्दैनौँ हैन, एकैसाथ देख्न सकिँदैन। जसकारण हामीहरूले ओके गरेर मात्र फेरि ओरिजिनल भिडियो हेर्न सक्छौँ र ओरिजिनल भिडियो पनि कट गर्न सक्छौँ। त्यसपछि फेरि पिआइपीमा टच गर्छौँ र पिआइपी जुन पिआइपी लेयर छ नि त्यो लेयर भिडियोलाई हामी फेरि पनि काटेर बाहिर बनाउन सक्छौँ। र यो चाहिँ कसरी गर्ने, अब म सरसर लाग्छु मोबाइलको स्क्रिनतर्फ। ओके, हामी इन्सर्ट एप ओपन गर्छौँ। त्यसपछि हामी यहाँनिर भिडियोमा जान्छौँ। भिडियोमा गएर न्यू प्रोजेक्ट प्लस आइकनमा जान्छौँ र एउटा हामी यहाँबाट भिडियोमा टच गरेर एउटा भिडियो चुज गर्छौँ। जस्तै ओके मैले यो भिडियो चुज गरेँ। यो भिडियो चुज गरेपछि ल हेर्नुहोस् यहाँनिर म एड गर्छु। एड गरिसकेपछि युट्युब साइजमा गएको छ है। ओके, अब साउन्ड अफ गर्छु म यसको। ओके, यहाँनिर भोल्युमलाई म अफ गर्छु र यो चाहिँ ल हेर्नुहोस् युट्युब साइजमा गएको छ। अब यसलाई हामी टच गर्छौँ र हामी सर्ट भिडियो बनाउनुखेरिमा युट्युब सर्ट भिडियो बनाउँदाखेरि यहाँ कन्भासमा टच गर्छौँ। कन्भासमा टच गर्छौँ। कन्भासमा टच गरेर यहाँ दुईवटा अप्सन छ, 9:16 इन्स्टाग्राम र 9:16 टिकटक छ। हामी जुनैमा पनि एकमा टच गर्न सक्छौँ। ओके, म यहाँ टिकटकमा टच गरेँ। ल हेर्नुहोस् अब यो यस्तो किसिमको भएको छ। यसलाई हामी डन गर्छौँ। डन गरिसकेपछि हामी फेरि पनि यहाँनिर हामी साइज बनाउँछौँ। दुईवटा औँलाले टक्क यसरी चाहिँ हामी फुल साइज बनाउँछौँ। यहाँनिर टक्क यस्तरी भएको छ। अब हामी यो चाहिँ हाम्रो टक्क सर्ट भिडियोमा भयो। यसलाई हामी मिलाएर पनि राख्न सक्छौँ फेस यसरी। ओके, ल हेर्नुहोस् भइसकेको छ। यो तरिकाले हामी युट्युब साइजको भिडियोलाई हामी सर्ट साइजमा बनाउन सक्छौँ। ल हेर्नुहोस् अब हामी यहाँनिर फेरि पनि यहाँ जान्छौँ, पिआइपीमा जान्छौँ। पिआइपीमा गएर अर्को भिडियो चुज गर्छौँ है त। जस्तै म यहाँनिर ओके मैले यो भिडियो चुज गरेँ। त्यसपछि यो यस्तो किसिमको छ। ल हेर्नुहोस् टक्क यहाँ बराबर गरेर यतिकोमा बनाएर राखौँ। अब यतिको बनाएर राख्दाखेरिमा अब यो यस्तो किसिमको छ। यहाँ टच गर्छौँ र यो सानो साइज यसलाई यहाँबाट तान्दा पनि भयो ठुलो साइज बनाउनुको लागि, तर यहाँबाट हामी फुल साइज यसरी बनाउन सक्छौँ। ल हेर्नुहोस् यसलाई पनि डन गर्छौँ र हामी भिडियो प्ले गर्छौँ। यसरी चाहिँ हामी सर्ट भिडियो बनाउन सक्छौँ। यो चाहिँ भयो कन्भर्ट भयो युट्युब सर्टको भिडियोलाई मैले सर्टमा बनाएँ र यो चाहिँ हाम्रो पुरै युट्युब सर्ट हो। र यसलाई पनि म साउन्ड अफ गर्छु। ओके, ल हेर्नुहोस् भइसकेको छ। अब हामी जुन यो छ हामीहरू इन्सर्ट एप चलाउँदाखेरिमा ल हेर्नुहोस् कसरी अब यसलाई यहाँ टच गर्ने। अब यहाँबाट टच गरेपछि यसलाई हामीले काट्नु छ भने यहाँ काट्नु छ भनेदेखि हामी स्प्लिट गर्छौँ र यहाँनिर डिलिट गर्छौँ। र जुन हाम्रो यो ओरिजिनल भिडियो छ यो ओरिजिनल भिडियो ल हेर्नु ल, यो ओरिजिनल भिडियोलाई हामी कसो गर्ने त, यहाँबाट सिधै काट्ने मिलेन। ल हेर्नुहोस् टचै हुँदैन। यो माला टच हुन्छ, यो तल टच हुँदैन। जसकारण हामी यहाँनिर डन गर्छौँ। डन गरेर फेरि पनि हामी टच गरेर यस्तो गरेर कहाँ काट्नु छ त्यहाँनिर हामी स्प्लिट गर्छौँ। जस्तै स्प्लिट गर्छौँ र यतातिरको भाग काट्नु छ भने टच गर्छौँ र हामी डिलिट गर्छौँ। अनि फेरि पनि हामी पिआइपीमा टच गर्छौँ। ल हेर्नुहोस् यस्तो तरिकाले चाहिँ हामी युट्युब भिडियोलाई युट्युब सर्टमा पनि कन्भर्ट गर्न सक्छौँ यसरी। अनि फेरि सर्ट भिडियोलाई पनि हामी यो तरिकाले बनाउन सक्छौँ। ओके, यो भिडियो कस्तो लाग्यो, राम्रो लागेमा लाइक सब्सक्राइब गर्न नबिर्सनु होला।